हेलो साथीहरु, अब चाहिँ मुर्रा बन्दैछ यहाँनिर हाम्रो जितेन भाइले। मुर्राको चाहिँ यहाँ रेसिपी हुँदैछ तर फ्रोजनै हालेछ साथीहरुले, त्यही भएर 3 दिन लाग्यो अरे। अरु मासु पाकिसक्यो, त्यो मासु चाहिँ पाकेको छैन। कुराहरु चाहिँ त्यस्तै छ। यहाँ डल्लै छ। ल पैसा थाप्नु। मुर्रा हो मुर्रा। यसको चाहिँ को हो? यसको टेकदार चाहिँ लुदर छिरो। अरे वाह, पुरानो ढुङ्गा खेल्नु पर्यो। नजिकमा आउँदा उचित हुन्छ, यहाँ चलाउनु पर्यो नि त। ओहो, यो चाहिँ नयाँ तरिका हो साथीहरु, हेर्नु सक्नुहुन्छ। तेल उचित हुन्छ नि त। आफ्नो यो भनेको चाहिँ एकदम पुरानै सेप हो हुनु चाहिँ, तर यो देशी जुगाड लगाएको अरे चाहिँ। सेफ्टीका साथ यो काम गर्नुपर्ने। खोइ हेलमेट चाहिँ अनि त्यो हेलमेट तपाईँ त यस्तो जोगिएको त। भेच्छ भन्थ्यो उहिले केटाहरूले। अब यताउति भयो त, तेल यहाँ टमाटर हाल्दिएको त। र त छोप्देऊ न त्यहाँनिर। मासुले छोप्दिन्न माथिबाट उपरबाट। पाक्छ एकछिनमा गल्छ। छिटो पाक्यो के गर्नु? खोइ बाजा गाजा बजेन त नि। नेट तानेर झन् साह्रो पलाउँदै बाजा बजेन त। यहाँ चाहिँ हाम्रो खेलाडीहरू एकदम बन्दुकी खेलाडी एकदम तयारका साथ अगाडि बढिराख्नु भएको छ साथीहरू। जन्तीहरू उता उता यहाँ होइन। ल हेर्नु सक्नुहुन्छ साथीहरू, बेहुलीको बाउले चाहिँ यहाँनिर चाहिँ चट्टसँगले फुक्दै गरेको यस्तै छ। बेहुलीको बाउ त यहाँ आऊ। यो चाहिँ बेहुलीको छिमेकी हो। बेहुलीको दाजुले चाहिँ त्यहाँनिर चाहिँ मकै पोली खाँदैछ साथीहरू, हेर्नु सक्नुहुन्छ। सो गाइस होइन। ल गाइजहरू यस्तै छ। सँगसँगै गर्दा हुन्छ त। हामी त दौरो भयो भाइ अब दौरो अब यता पनि 3 देखि गरे नि हुन्छ 1 2
छोराको पो काका सोचेर ल फेरि कुरा ल एउटा एउटा सुँगुरो फिला लिएर आउने भाउजू नाम के अरे दादा भाइलाई पनि खुवाइदेऊ ल म पार्दै आशीर्वाद पनि हो साथमा अलिक पर हो नि बेहुलीको बाबुले सबै ढाकिहाल्यो अरूले त कहाँ लाग्यो कामतिर ए धेरै क्यामेरा छ अब यहाँ देपा अनुसार लगाएर बस्नु न सिनियरिटी अब दाजुभाइ पछि त्यसपछि चाहिँ फुपू फुपाजुहरू होला त्यसै मेरो अधिकार आयो है भनेपछि त उभिया ठिकै आशिक दिनु अहिलेको समयमा धेरै दियो भने त धेरै छोराछोरी भयो भने आशीर्वाद त मनमा नै हो मनमा दिनु चाहिँ आशीर्वाद भरे खोइ त छैन त छिटो मिठो त त्यसो बता कहाँ दुलोधारीतिर खिच्दैछ एउटा चाहिँ फेरि जङ्गली भिडियोग्राफर हो नि त म नि ए ए न यता धुनु दाजु यहाँ तल
एउटै हिँड्न बाबालाई टिका लाउनु हुँदैन भन्दै हो नि त खोपै टिका लाउनु अहिले डाइलेक्ट आउला डाइलेक्ट फेरि 1 करोडको डाइलेक्ट आउला फेरि नोभल खोइ हौ कान्छी सानो नानी खोइ जस्तै मौलाउनु कुकुर के खानुहुन्छ सासू के खानुहुन्छ ससुरा भन्ने हो फेरि उही हाम्रो नातिको एकदम राजा जस्तो मन्त्री जस्तो हुनु ठुलो मान्छे भएर गरी खाने हुनु आमा बाउको नाम थाम्ने हुनु सबै इष्टमित्र थाम्ने राजा भाडा थाम्ने सबै हुनु है धेरै असिक भयो भने त फेरि के हुन्छ र हामीलाई हेर्दैन हामीलाई हेर्दैन हो मेरो नातिनीको पनि अब बिहा खानु सल्लाहले उडाउनु अलिक ए देमाले अघि लगाइसक्नु भएछ धेरै पैसा दियो भने नातिनाले हेर्दैन होला थोरै थोरै दिनुपर्छ आमा धेरै धनी भयो भने हेर्दैन पापा मम्माले दिइहाल्छ मैले किन पाल्नु भन्छ फेरि देखाइ पो पर्दैन धेरै पैसा दियो भने नच्छु नानी उता बस्छ न अलग्गै हौ जाऊ दादा र तिमी म बाटो छोडेर जाऊ न भाइ उनी खेल न यहीँ जाऊ न भाइसित जाऊ टकटक चाहिँ नगर्नु है ल के हो हजुर ब्लग बनाउने बेहुलाको मावलीहरू खै मावली चाहिँ छैन यहाँ छन् बेहुलीको बुढो माउली ल खै यहाँ चाहिँ डल्ले यसको नाम हो डल्ले थोते डल्ले यो बेहुलीको माइती यो यहाँ छ एउटा उसको छोरा यहाँ छ चेली चाहिँ यहाँ छ बुइनी यहाँ छन् जाउँ न जाउँ लोखण्डाको सोल्टिनी है फेरि यता चाहिँ अब हामी बाइकमा राइड गर्न जाँदैछौँ यहाँनिर छ जन्ती जन्तीहरूले खाजा खाँदै हुनुहुन्छ यहाँनिर एउटा धतुरे सम्झी छ मेरो यहाँनिर यसले खालि मलाई जाउँ कहाँ जाउँ भन्दैछ ल गाइजहरू हेर्नु सक्नुहुन्छ यो धतुरे सम्झीले यहाँनिर फोटो खिचौँ है ल फोटो खिचौँ ल यो चाहिँ मेरो धतुरे सम्झी हो है ल है हेर्नु सक्नुहुन्छ तपाईँहरू यो साह्रै ल्याङ गर्दैछ आज फुर्किँदै केटीहरू